यो चाहिँ हो समुद्र सतहबाट 2400 झन्डै 2400 मिटर उचाइमा रहेको यहाँ खोला गाउँ र यहाँ खोला गाउँभरिमा बगैँचाले भरेको ठाउँ छ। माथिल्लो भेगमा सिँचाइ हुने ठाउँमा चाहिँ मार्सी धान लगाइन्छ, गहुँ जौ लगाइन्छ भने यहाँ चाहिँ अरू ठाउँमा चाहिँ स्याउ खेती गरिन्छ। पारी देखेको चाहिँ भुरीचुल्ला पहाड जुन चाहिँ 4000 मिटर उचाइको छ। मास्तिर रहेको ठाउँ चाहिँ भुरीचुल्लासँगैको फुलचाउले अनि यो कुनातिरको भएको ठाउँ चाहिँ गिरिदा जुम्लाकै सबैभन्दा गहिरो र ठुलो ताल भएको ठाउँ। यो चाहिँ स्याउ बगैँचा। यता नि स्याउ बगैँचा छ भनेको चाहिँ यो चाहिँ लटरम्म फलेको ऐसेलु छ। यहाँ चाहिँ अनि चराहरूले खाइसकेको छ। कतै चाहिँ टिप्नमा चाहिँ ऐसेलहरू छ। यो चाहिँ आरु भइहाल्यो। यहाँ चाहिँ स्याउ छ। यता नयाँ लगाएको अङ्गुरको बुट्टाहरू छ। यो चाहिँ मेलको बुट्टा। यो चाहिँ मलबेरी प्लान्ट के भन्छ नेपालमा किम्बु। यो चाहिँ ओखर। यो चाहिँ गल्नेवालाहरू गल्नेहरू भन्छ। यो चाहिँ सिँचाइको लागि बनाएको 50 लिटर क्यापेसिटी भएको ट्याङ्की। यो अर्को ऐसेलको बोट। यो चाहिँ यता पुदिना बिन चाहिँ लगाएको छ। यता छ आरु स्याउको बगैँचाहरू। यो चाहिँ चुल्नीहरू अनि अझ बेसी ऐसेलु फलेको छ। यो चाहिँ ऐसेलु फार्मभित्रका ऐसेलु छ। यो चाहिँ गोल्डन स्याउहरू गोल्डन डेलिसियस रोयल डेलिसियस स्याउ छ भने यो चाहिँ नयाँ लगाएको स्टार क्रिम्सन होला फ्रस्ट रेसिस्टेन्ट भेराइटीको नयाँ जातको स्याउ छ। यो चाहिँ आरु ओखडा हुन्छ यतिर भटाने आरु भन्छ। यो अर्को स्टार क्रिम्सनको अर्ली रेड एन्ड अर्ली होला भेराइटीको स्याउ। थोरै खुर्सानी गोलमेल लगाएको छ भनेपछि यो चाहिँ अस्पारगस कुरिलोहरू छ थोरै। अनि यो स्याउ बगैँचा। अनि यो चाहिँ स्याउको मुनतिर भएको मौरी घार। मौरी पनि थोरै चलिरहेको छ। यता चाहिँ नस्पति फलेको छ भन्नुभयो। नस्पतिको रुख यो चाहिँ नस्पति। अनि यो चाहिँ लटरम्मै फलेको चाहिँ यो गोल्डन डेलिसियसको स्याउ। अनि गोल्डन डेलिसियस भएको वरिपरिको पनि लटरम्म फलेको चाहिँ रोयल डेलिसियसहरू छ भनेपछि यहाँ एउटा आरु पनि छ। अनि यो संरचना बनाएको चाहिँ मौरीको लागि हो। पारितिरको भुरीचल्ला पहाड भइहाल्यो। थोरै कोलमेडाहरू लगाएको छ भने यो चाहिँ स्ट्रबेरी फ्राईको लागि स्ट्रबेरी लगाएको थोरै पात। यो चाहिँ आधुनिक घार सँगसँगै परम्परागत मुडे घार टप्परहरू। यो चाहिँ अझै धेरै छेउमा छ। उतातिर ओखर। यो चाहिँ गलकौडी भन्छन् हाम्रोतिर। हजुरकोतिर के भन्छन्? यो चाहिँ गलकौडी ठिक्क फलेको अझ धेरै। यो चाहिँ गलकौडी फलेको छ। जताततै गलकौडी फलेको छ। यो चाहिँ धुटेलो स्टार क्रिम्सनको स्याउ नयाँ जातको। यो चाहिँ गोल्डन र रोयल डेलिसियसहरू स्याउ छ। यो पनि त्यही अझ बेसी फलेको त्यो भइहाल्यो स्याउहरू। कतै कतै झार उम्रिएछ, कतै सिमी उम्रिएछ। यो चाहिँ स्याउहरू। स्याउ छ विभिन्न जातको स्याउहरू। गोल्डन स्याउ यो चाहिँ गोल्डन डेलिसियस। यो चाहिँ रोयल डेलिसियस अघि लगाएको छ। यो चाहिँ ओखर। यो चाहिँ ऐरी भन्छ। ओखरहरू भयो।
यो चाहिँ चोतो भइहाल्यो। चोतोको बिउ 1 वर्ष पुरानो भएपछि बिउ हुँदैछ। र सिमीहरू आफै लागेको। यो चाहिँ स्टार क्रिम्सनको स्याउ नयाँ जातको चाहिँ आरु